हेलो एभ्रीवन वेलकम ब्याक टु माई च्यानल। हाई सबैजना सन्चै आएर हुनुहुन्छ र हामी सबैजना सन्चै आएर हुन्छौँ। त्यसपछि अहिले चाहिँ हामी यहाँ खेल्दैछौँ, खास खाएर चाहिँ खेल्दैछौँ। र हामी सबैको खेल्ने तरिका छुट्टै छ, तर उहाँको खेल्ने तरिका फेरि एक्सट्रिम लेभलकै हुन्छ। हेलो बाबु, हेलो भन्न। तल चाहिँ हामीले तरकारीहरू चप्पल छैन तेरो त्यहाँ। हामीले चाहिँ तल के अरे अब हाम्रो तरकारीहरू लाग्ने सिजन भयो नि त। तरकारीहरूको लागि चाहिँ हामीले त्यो झिक्राहरू गाड्नुभन्दा बरु एकैचोटि चाहिँ सहज बनाऊँ भन्न चाहिँ हामीले भन्दा पनि ड्याडीले चाहिँ यस्तो के बनाउनु भएको ड्याडी हो के भन्छ नि यसलाई टाढ बिर्सेको टाढ बनाउनु भएको बाबु के अरे ड्याडीले चाहिँ। ल एकछिन यहाँ बसेँ त म यता देखाएर आउँछु। ल यस्तो तरिकाले चाहिँ यहाँ तल तरकारी रोकिसकेको चाहिँ यहाँ तरकारीहरूको के अरे ऊ के भन्छ त्यसलाई मुन्टाहरू जान्छ। मुन्टाहरू यहाँ गइसकेपछि यहाँबाट लरा भएर चाहिँ माथि माथि अन्त हामीले चाहिँ तरकारीहरू रोप्दैछौँ नि त। ल चाहिँ माथि गएर खेल्ने है। हस् माथि गएर खेल्ने है। अनि हाम्रो के कुखुरा मनपर्छ तँलाई? कुखुरा मासु मनपर्छ कि बोकाको? तँलाई के को मासु मनपर्छ? भात खानुपर्छ? मासु खान त पर्छ, मासु त खानु पर्छ कि, तर कुन चाहिँ मासु मनपर्छ भने तँलाई? कुखुराको मासु? यता चाहिँ हाम्रो गाह्रो साह्रो हुँदैछ। अब यहाँबाट चाहिँ यत्रो पर्खाल लाग्ने भयो, यहाँबाट यसरी यहाँसम्म ठ्याक्कै भएर चाहिँ सिधा भएर अनि यहाँ चाहिँ हिँड्नेवाला थियो हाम्रो रोड चाहिँ त्यही हो। काफल कहाँ काफल है? यहीँ रहेछ त काफल त। खान्छ कति बार काफल खाने हो? ल एलेक्स टिप्दिउँ एलेक्स तिमी खाने हो? सरी भर्खरै दुध र पफ खाएको त्योहरू चाहिँ। ल दाँतै मात्र टल्किएर ढिल्ली। गुड मर्निङ अब देखियो नि त। गुड मर्निङ सबैजनालाई। दिस इज द नेक्स्ट डे। अहिले चाहिँ अर्को दिन भइसकेको छ। हिजो चाहिँ जे होस् बाबुसित खेल्यो, खेल्दा खेल्दै रात परियो। रात परिसकेपछि चाहिँ खानासाना लुडाइएर चाहिँ सुतिएको थियो। अब खाना खाने बेला पनि भयो। खानामा के छ तरकारी आज हेरौँ है त। फिलहाललाई चाहिँ म भिडियोलाई त्यति रेन्ड गरिदिन्छु। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, हिट द बेल आइकन। यति भन्दै आजलाई चाहिँ बिदा लिन चाहन्छु। हस् त।